नमस्कार। सिलगढीको देवीडङ्गा क्षेत्र त तपाईँले सुन्नै भएको होला र त्यो देवीडङ्गाकै कालको क्षेत्र त्यो भित्रको एउटा गाउँको एउटा एबन्डेन्ट बिल्डिङ एकान्तमा रहेको बिल्डिङमा चाहिँ एउटा महिलाको नरकङ्काल भेटाएकोले गर्दा त्यहाँनिर सनसनीखेज अर्थात् डरलाग्दो खालको माहौल बनेको समाचारहरू आइरहेको छ। त्यो चाहिँ प्रधाननगर पुलिस स्टेसनको अन्तर्गत पर्दो रहेछ र त्यस विषयमा चाहिँ के चर्चा चलिरहेको छ भने आजभन्दा झन्डै 11 महिना पहिला नाम्चीको एउटा स्कुलमा टिचर गर्ने महिला जो चाहिँ नेपाली पढाउँथिन्, जसको नाम चाहिँ हो पासाङ डोमा शेर्पा, 55 वर्षको उसको डेड बडी हो भनेर भनिएको छ। र मैले जुन चाहिँ नाम्चीको एसपी श्री कर्मा ग्याम्चु भुटियाको पुरा टोटल इन्टरभ्यू हेरेँ, त्यो अनुसार पनि उसकै जस्तो एउटा शक भइरहेको छ। र श्रीमती पासाङ डोमा शेर्पाले चाहिँ सिक्किमको नाम्चीको गभर्मेन्ट स्कुलमा नेपाली पढाउनुहुन्थेछ र उनी चाहिँ 7 अगस्त 2024 को दिन स्कुलबाट केही दिनको लागि छुट्टी लिएर चाहिँ आफ्नो परिवार अर्थात् कान्छा बुढा, दुईजना उसको हस्बेन्डहरू हुनुहुँदो रहेछ र कान्छा बुढासँग उसको छोरी, सायद ठुलो जेठापट्टिको छोरी होला, उसँग तिनैजना आफ्नो प्राइभेट गाडीमा निस्केको थिएछ 7 अगस्त 2024 को दिन। अनि 11 जनवरी 2025 मा चाहिँ उसको ठुलो चाहिँ हस्बेन्डको जेठा हस्बेन्डको छोराले चाहिँ प्रधाननगरमा मिसिङको एउटा रिपोर्ट लेखाएको थिएछ र त्यही अनुसार नाम्चीको पुलिस र प्रधाननगरको सिलगढीको पुलिसले छानबिन गरिरहेको थिएछ र छानबिन गर्दा मान्छेलाई सोधपुछ गरेर इन्ट्रोडक्सन गर्दा चाहिँ त्यहाँनिर उसको नाममा एउटा एबन्डन घर, उसको घर पनि छ भन्ने खबर पाएर चाहिँ त्यहाँनिर गएर हेर्दाखेरि चाहिँ अब त्यहाँनिर त हुन त गनायो होला, तर मान्छेले आजकल कस्तो छ भन्नुहोस् त, बजारतिर कोही चिज गनायो भने या त कुकुर मरेको छ कि बिरालु मरेको छ भन्ने खालको एउटा उयो गरेर नाक बन्द गरेर अगाडि बढिहाल्छ, त्यहाँदेखि त ध्यानै दिँदैन। त्यस्तै नै त्यहाँ पनि गनायो होला भन्ने चाहिँ एसपी सरको भनाइ छ, तर मान्छेले ध्यानै दिएन। त्यतिकै त्यो घर बन्द भयो। सिलगढीतिर, बजारतिर, टाउनतिर कस्तो हुन्छ भने माहौल, को मान्छे कता गइरहेछ, किन गइरहेछ, त्यो कसैलाई केही वास्ता हुँदैन, किनभने सबै आफ्नो आफ्नो काममा बिजी हुन्छ र त्यो बिजी भएकोले गर्दा कसैले को आउँदैछ को जाँदैछ, त्यसको घर बन्द छ या खुल्ला छ भन्ने केही वास्ता गर्दैन, आफ्नो आफ्नो धन्दामा चलिरहेको हुन्छ। त्यसै कारण चाहिँ त्यहाँनिर त्यो 11 महिना पहिला आएर के चाहिँ भएको त्यो घटनामा कसैलाई थाहै छैन। कसरी उसको डेथ भयो होला, त्यहाँनिर खालि नरकङ्काल, डरै लाग्दो नरकङ्काल भेटाएर चाहिँ आज सनसनीखेज भइरहेछ र त्यसको इन्भेस्टिगेसनहरू चलिरहेछ। र हाम्रो गाउँघरमा चाहिँ कस्तो हुन्छ भने एउटा घरमा केही बिमार भयो भने पनि सबैलाई थाहा पाउँछ, अर्को पल्लो गाउँबाट पनि उसलाई भेट्नुको लागि आउँछ, हेर्नुको लागि आउँछ, तर सिटीमा चाहिँ त्यस्तो हुँदैन। र यो चाहिँ भिडियो चाहिँ तपाईँहरूलाई नराम्रो चिज फैलाउनुको लागि चाहिँ भनेको होइन, एउटा अलिकति जागरुकता भनौँ या अवेरनेसको लागि बनाएको भिडियो र यसमा के निर्णयहरू आउँछ तपाईँहरूले अवश्य सोसियल मिडियातिर देख्नुहुनेछ र तपाईँहरू पनि सचेत रहनुहोस्। यस्तो घटनाहरू घटिरहेको छ र तपाईँको जीवनमा चाहिँ सधैँ सुख शान्ति बनिरहोस्, तपाईँको परिवारमा सुख शान्ति होस् र तपाईँले उन्नति गर्नुहोस् र स्वस्थ रहनुहोस् भन्दै आज यहीँ बिदा लिँदैछु। बहुत बहुत धन्यवाद।